हेलो एभ्रिवान अनि नमस्ते सम्पूर्ण मेरो फेसबुक फ्यामिलीहरूलाई। जस्तो कि मैले हजुरहरूलाई देखाएको थिएँ, मैले चाहिँ सिलिगुडी गएको भिडियो हालेको थिएँ हैन। म चाहिँ किन गएको थिएँ भने चाहिँ दोकानको सामान लिनुको लागि गएको थिएँ। र कस्तो सामान भन्नुहुन्छ भने चाहिँ कस्मेटिकको सामान लिनु गएको थियौँ म र मेरो दिदी चाहिँ। अन्त हामीले चाहिँ के ल्यायौँ म हजुरहरूलाई देखाउँदैछु। अन्त कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गरेर भन्नुहोस् होला। यो चाहिँ पहिलेको सामानहरू हो, यो त मैले हजुरहरूलाई देखाइसकेको थिएँ हैन। अन्त यो चाहिँ योहरू चाहिँ हो हामीले ल्याएको सामानहरू। यहाँनिर चाहिँ छ लिपस्टिक, नेल पलिस, अन्त क्रिमहरू पनि छ, अनि सिरमहरू, अन्त नेल पलिस रिमुभर छ, अन्त हेयर क्लिप छ, अन्त यहाँनिर चाहिँ बच्चाहरूको क्लिपहरू छ चाहिँ छोरीहरूको। अन्त यहाँनिर चाहिँ गार्डरहरू छ। अन्त यो चाहिँ स्टुडेन्टहरूको लागि हो। यो चाहिँ हो रिबिनहरू। यो क्लिपहरू चाहिँ एकदमै राम्रो छ है। यस्तो क्लिपहरू चाहिँ खोजेको बेलामा हामीले चाहिँ पाएनौँ हो। अहिले चाहिँ आफूहरूले नै ल्याएको छौँ दोकानको लागि भनेर। अन्त यो चाहिँ सबै रेडमा छ, लिपस्टिक हो यो चाहिँ। यो चाहिँ गङ्गटो क्लिप हो। अन्त यहाँनिर चाहिँ छ टिका। यो लिपस्टिक चाहिँ एकदमै राम्रो कलरमा ल्याएको छौँ हामीले चाहिँ चुज गरेर हैन। किनभने लिपस्टिकमा चाहिँ अब जुन पाए त्यही ल्याएर भएन, त्यो अलिक चल्ने जुन चाहिँ उयोहरू बेसी। अन्त बेसी चाहिँ केटीहरूको लागि चाहिँ एकदमै राम्रो छ, किनभने यो चाहिँ पुरा त्यो लाइट कलरहरू छैन, हल्का न्युड कलरहरू छ। म हजुरहरूलाई देखाउने छु कुन चाहिँ कलर ल्याएको छ। अन्त यो चाहिँ त्यो देखाउनुभन्दा अगाडि चाहिँ यहाँनिर अर्को सामान म देखाउँदैछु है। यो चाहिँ हो विदेशी पर्स है। कसलाई मन पर्यो भन्नुहोस् होला। यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ होला, यो चाहिँ मेड इन भुटान। यो चाहिँ हो भुटानको पर्स। यो चाहिँ एकदमै राम्रो छ। अन्त यसमा चाहिँ धेरै स्पेस पनि छ। यसमा चाहिँ फोनहरू पनि आरामसे उयो हुन्छ, आँटिहाल्छ यसमा। यो चाहिँ म हजुरहरूलाई खोलेर देखाउँदैछु यो चाहिँ कस्तो छ भनेर। यो चाहिँ हेर्न सक्नुहुन्छ होला, यसमा चाहिँ यति धेरै स्पेस छ हैन। अन्त यसको चाहिँ साइडमा एउटा उयो पनि हुन्छ। यो चाहिँ साइडमा यस्तो उयो पनि छ। अन्त चाहिँ यो चाहिँ यता पाउँदैन पनि है, किनभने यो भुटानको हो। कसलाई मन पर्यो भन्नुहोस् होला। अन्त अर्को चाहिँ रहेको छ, अर्को चाहिँ यसमा छ, यो पनि भुटानकै हो। यो चाहिँ हाम्रो भेनाले ल्याउनु भएको है। यसमा पनि त्यति नै धेरै स्पेस छ है, हेर्न सक्नुहुन्छ होला। अन्त अर्को चाहिँ अर्को डिजाइनमा छ। यो चाहिँ स्टुडेन्टहरूले पनि लिन सक्छ। अनि यो चाहिँ पेन्सिल बक्स जस्तो पनि छ, तर यसमा जे पनि हामी जे कुरामा नि युज गर्न सक्छौँ। यसमा मेकअपहरू राख्दा पनि भयो हैन। यसमा चाहिँ भित्रबाट चाहिँ उयो चाहिँ छैन, तर एकदमै राम्रो छ यो पनि। यसको क्वालिटी पनि एकदमै राम्रो छ, हेर्न सक्नुहुन्छ होला। अन्त चाहिँ म हजुरहरूलाई लिपस्टिकको सेट देखाउँदैछु। यो चाहिँ हामीले खालि 3 पिस मात्रै ल्याएको छौँ, किनभने धेरै महँगो त चल्दैन होला भनेर ट्राईको लागि चाहिँ हामीले यो चाहिँ 3 पिस। अन्त अर्को वाला रहेको छ, त्यो चाहिँ यो चाहिँ रहेको छ। यो चाहिँ सिल प्याक छ, यो चाहिँ खोल्नु मिल्दैन, तर चाहिँ यसको कलर चाहिँ एकदमै मिठो छ है।
यो चाहिँ खोलेर देखाउन सक्दिनँ म, किनभने सिल प्याक छ यो दुईटा चाहिँ। तर यसको कलर चाहिँ यहाँनिर जुन कलर छ त्यही कलर चाहिँ यसको भित्र पनि हुन्छ। मलाई चाहिँ पुरा मन पर्यो यो कलर। अन्त अर्को चाहिँ यो चाहिँ एलिटिनको छ। एलिटिन पनि एकदमै धेरै राम्रो ब्रान्ड हो। यसको चाहिँ यो चाहिँ हामीले चुज गरेर लिएर आएको है। एक पिस चाहिँ हेरेर कलरहरू एकदम चुज गरेर लिएर आएको। यो चाहिँ हल्का न्युड कलर छ हैन, धेरै लाइट कलरहरू चाहिँ छैन। यो कलर चाहिँ मलाई साह्रै मन पर्छ है। सक्नुहुन्छ होला। म चाहिँ यो ट्राई गर्दिनँ, किनभने यसमा खराब भयो भने सो म चाहिँ हजुरहरूलाई हाम्रो दोकानको आइटमहरू देखाउँदै थिएँ। तर मेरो चाहिँ काम परेर चाहिँ मैले भिडियो कट गरेँ र अहिले चाहिँ म सबै काम सकेर नुहाइधुवाइ गरेर बसिरहेको छु। अनि म फेरि कन्टिन्यू गर्नु गइरहेको छु है। अन्त म चाहिँ हजुरहरूलाई लिपस्टिकको सेडहरू देखाउँदै थिएँ। अन्त म चाहिँ भिडियो बनाउँदै गर्दाखेरि चाहिँ यहाँनिर दोकानमा कस्टमर आएर चाहिँ मैले चाहिँ फेरि भिडियो कट गरेँ। अन्त अब फेरि स्टार्ट गर्दैछु। दिउँसो बनाउँदैछु किनभने अब राति त गर्नु मिलेन। अन्त यो पनि एकदम राम्रो छ है। यो कलर पनि चाहिँ यो कलर छ। मलाई चाहिँ यस्तो कलरहरू मन पर्छ। बेसी लाइट कलर भन्दा चाहिँ मलाई चाहिँ यस्तै कलरहरू राम्रो लाग्छ। यो पनि सेम रहेछ। यस्तो चाहिँ धेरै छ। हजुरहरूलाई यस्तो मन पर्छ म चाहिँ खालि हजुरहरूलाई देखा। अन्त यहाँनिर चाहिँ नेल पलिस पनि छ। नेल पलिसको कलर पनि एकदमै चुनेर ल्याएको। यो चाहिँ ब्ल्याकमा छ। अन्त यो पनि ब्ल्याक नै हो। अन्त यहाँ पनि छ। यसको चाहिँ सबै उयोहरू चाहिँ एलिटिनको छ। अन्त यहाँनिर पनि छ। तर यो चाहिँ यसको नाम चाहिँ एलइटी अरे। त्यो चाहिँ एलिटिन हो। यो चाहिँ एलइटी। यसको पनि कलर राम्रै छ। अन्त यो यहाँनिर चाहिँ बच्चाहरूको क्लिपहरू छ। यो क्लिपहरू चाहिँ मलाई चाहिँ एकदमै मन परेको छ है। यो लाबर पनि बेसी उयो पनि छैन। अन्त लाबरहरूको क्वालिटी पनि यसको चाहिँ राम्रो रहेछ है। यो चाहिँ यस्तो सामानहरू चाहिँ हामीले एकदम चुनेर ल्याएको छु। अन्त यो चाहिँ अहिले पुरा चल्दै गरेको क्लिपहरू हो। अन्त यो चाहिँ फ्लावरवाला हो। योहरू चाहिँ नेल रिमुभर। अन्त यहाँनिर पनि छ। यहाँनिर चाहिँ छ गङ्गटे क्लिप। यसलाई चाहिँ हामीहरू गङ्गटे क्लिप भन्छौँ। अन्त हजुरहरू चाहिँ के भन्नुहुन्छ? यहाँनिर चाहिँ स्टारवाला पनि छ। अन्त यहाँनिर चाहिँ रहेको छ हेयर ब्यान्ड। अन्त यहाँनिर पनि छ क्लिप। यो क्लिप पनि राम्रो छ। यो चाहिँ मेटलको हो। अन्त यहाँनिर चाहिँ लिपस्टिक छ। यो चाहिँ यो के भन्छ लिक्विडवाला हो। यो चाहिँ लिक्विड हो। यो चाहिँ सबै रेडमा मात्रै छ। अन्त यहाँनिर चाहिँ छ ह्याङ्की। अन्त यो चाहिँ मैले देखाएको थिएँ हजुरलाई। यो पनि उयो नै हो। यो पनि पर्स नै हो। तर यो चाहिँ खै यसको चाहिँ अलिकति उयो रहेछ। यो चाहिँ भुटानको पर्स हो। अन्त यो चाहिँ पेन्सिल बक्स जस्तो युज गर्दा पनि हुन्छ। अन्त नर्मल पर्स जस्तो बोकेर हिँड्नु पनि मिल्छ। यो चाहिँ अघि सेम हो। त्यो चाहिँ आधी चाहिँ मैले यता राखेको छु।
अन्त चाहिँ म अब अगाडिबाट देखाउँदैछु है। यो टिफिन बक्सहरू त मैले अगाडि नै देखाइसकेको थिएँ। अन्त यो चाहिँ लोटसको सनस्क्रिन हो। अन्त यहाँनिर चाहिँ हेयर सिरमहरू छ। अन्त यहाँनिर चाहिँ पर्फ्युमहरू मात्रै छ। हामीले चाहिँ धेरै आइटमहरू चाहिँ ल्याएको छैनौँ किनभने चाहिँ नयाँ नयाँ हो। अब यस्तो गर्दाखेरि चाहिँ अब दोकानहरू गर्दाखेरि चाहिँ एकैचोटि सबै सामानहरू ल्याएर हुँदैन बस्तीहरूतिर चाहिँ, किनभने अब यस्तो बिग्रिने कुराहरू चाहिँ बेसी ल्याउनु हुँदैन। त्यही भएर चाहिँ हामीले चाहिँ कम्ती कम्ती ल्याएको छौँ। अब हेरौँ कस्तो प्रकारले चल्छ होइन। अन्त मान्छेहरूको डिमान्ड कस्तो हुन्छ त्यही अनुसारले चाहिँ हामीहरू सामानहरू ल्याउने छौँ। अन्त यो सामानहरू कस्तो लाग्यो हजुरहरू कमेन्ट गरेर भनिदिनुहोस् होला। अन्त यो भिडियो चाहिँ म यहीँनिर कट गर्दैछु हजुर। अन्त पेजमा नयाँ हुनुहुन्छ भने चाहिँ मेरो फेसबुक पेजलाई चाहिँ फलो गरिदिनु होला। बाई बाई।